नमस्ते सेवा सम्पूर्णलाई फेरि पनि म आज हजुरहरूको सामु आइसकेको छु अनि तर अहिले म आज न्यू ब्लग हजुरहरूको सामु ल्याउँदैछु। साथीहरू अन्तिमसम्म मेरो भिडियो हेरेर साथ सपोर्ट माया गरिदिनु होला। म चाहिँ अब रेडी हुँदैछु। भर्खर पसलदेखि आएर मैले मुखसुख धोएर यसो कपाल सपाल टाउको धोएर यसो घाम ताप्दै बसिरहेको छु, कपाल सेक्दै बसिरहेको छु। साथीहरू अब हामी चाहिँ जानु आँटेको छौँ। यसो न्यू ब्लग हजुरहरूको सामु ल्याउँदैछु। साथीहरू आजको भिडियो चाहिँ अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। फाइनली साथीहरू मेरो लुक्स चाहिँ यस्तो छ र मेरो साथी पनि तल हुनुहुन्छ कि मङ्गलाबारीमा, उता जानुपर्ने छ, उतादेखि लगेर जानुपर्ने छ साथीलाई। सक्यौँ मेरो छोरा अनि मेरो हस्बेन्ड अनि मेरो भरे केटोलाई नै हामी लगेर जाँदैछौँ। आज चाहिँ हामी साथी भएर नअट्ने भयौँ कि साथीहरू, स्कुटीमा, नत्र हामी फ्यामिली मात्रै भएको चाहिँ स्कुटीमै जाने सोच गरेको थियौँ। अनि हामी चाहिँ यहाँ छ गाडी टेम्पोमा जाने सोच गरेको छौँ। भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला साथीहरू। यो चाहिँ साथीहरू मङ्गलाबारी चोककै पिपली चोक देख्नुभएको होला कतिपय धरानमा बस्नुहुनेले त, अरू ठाउँदेखि पनि चिन्नुहुन्छ होला। यो चाहिँ हाम्रो पहिल्यैदेखि बजार हो है साथीहरू। यहाँ चाहिँ मैले बिहे नगर्दादेखि चाहिँ हामी चाहिँ यतै बजार आउँथ्यौँ के बेच्नु। साथीले फाइनली आइपुग्नु भयो। एकचोटि परेपछि डर लाग्छ क्या। केराबारी अल्लोबाडी त्यो पुलको ड्रइङमा हो। हजुर, पुल पुग्नुभन्दा अगाडिकै लामो एउटा ट्रइङ छ नि। तेल सबै बाटोमै तेल हाल्दैछौँ। बाटो चाहिँ यस्तो खराब छ क्या यो। के ठाउँ भन्छ हौ यता त? मलाई थाहा छैन। खराब छ बाटो पनि, दिमाग खराब भइसक्यो। यतातिर त गर्मी पनि रहेछ। टाउको पो दुख्छ, टाउको दुख्छ, पेट्रोल मात्रै है, डिजल चाहिँ मन पर्दैन। मन पर्दैन यो पेट्रोलहरू, मटितेलहरू कुनै पनि मन पर्दैन। गनायो भने बमिट पो आउनु खोज्छ क्या, गाडीले माग्नु पो थाल्छ। बाटोको यही खोटमा आएको होइन, यही खोटमा आएको है। हामी चाहिँ यहाँ आइपुगेको छौँ है साथीहरू। यहाँदेखि कहाँ जाने हो थाहै छैन, अन्त हिँडिरहेको छौँ साथीहरू। होइन हौ, यहाँ अब हामी चाहिँ कहाँ हिँडेको त्यो थाहै छैन। दाइहरूलाई पनि थाहा छैन नि, तर होइन त्यो त थाहा छैन त्यो ठाउँ चाहिँ। तर त्यो अहिले बनेको चाहिँ कतापट्टि हो, अगाडिपट्टि हो कि पछाडिपट्टि हो त्यो चाहिँ थाहा छैन। मलाई चाहिँ साथीहरू यो ठाउँ देख्न चाहिँ कस्तो वाउ फिल आएको क्या मलाई। अनि यहाँ चाहिँ हामी एकछिन टिकटक सिकटक बनायौँ। अनि मेरो हस्बेन्डले चाहिँ दादादेखि कुन ठाउँ पर्दो रहेछ, कतातिर रहेछ देखिन्छ कि भनेर हेर्नु हुँदैछ। अनि म चाहिँ एकछिन मेरो फुल लुक्स देखाउँदैछु है साथीहरू। अनि कस्तो दामी लाग्यो क्या यहाँ चाहिँ। अनि मेरो भले चाहिँ हेर्नुहोस् न, मेरो भले र मेरो छोरो चाहिँ पानीमा डुङ्गा हानेकै छ। अनि म चाहिँ यो ठाउँ देख्दा चाहिँ एक्लै आनन्द नै यहीँ बस्नु मन परेको क्या। यस्तो दामी मलाई चाहिँ
साह्रै मन पर्यो। मेरो साथीलाई पनि यहाँ भिडियो बनाउनु चाहिँ एकदम रहर लाग्यो अरे। हामी चाहिँ अहिले हल्का मात्रै बनायौँ अनि त्यसपछि पहिला उता जाउँ ढिलो हुन्छ भनेर हामी चाहिँ पहिला कस्तो राम्रो देखेको हामी चाहिँ गयौँ अनि यहाँ चाहिँ एकछिन हामी चाहिँ अब लाग्यौँ साथीहरू। कस्तो मलाई चाहिँ हेरिरहँ जस्तो यहीँ बसिरहँ जस्तो लागेको साथीहरू। हामी चाहिँ बल्ल बल्ल आइपुग्यो साथीहरू। यहाँ रहेछ हामी चाहिँ घुम्दा घुम्दा हुँदो रहेछ घोडाहरू पनि रहेछ नि त। हेर्नु भएको छैन अरे छुट्टी त भयो होला आउनुहुन्छ अहिले लडी गाडी बुट जस्तो यहाँ हेर्नुहोस् त राम्रो रहेछ हौ साथीहरू। राम्रो ठाउँ अहिलेको भाइरल प्लेस चाहिँ यो चाहिँ सप्तकोशी। कुन ठाउँको भन्छ यो? पानीकोट पनि चलिरहेछ। पिङ पनि रहेछ हौ त्यहाँ त पर त पिङ पनि रहेछ। घोडा पनि उता पानी भएकोमा नेपालको समुद्र। यो चाहिँ नेपालको समुद्र होइन त? सेम उता विदेशको समुद्र जस्तै यो चाहिँ नेपालको समुद्र है साथीहरू। ल अब बाई बाई साथीहरू। हामी चाहिँ अब फर्केको साथीहरू किनभने मेरो चाहिँ पसल भ्याउनुपर्छ नि त। कहिले पनि ढिक मरुन्जेल म चाहिँ घुम्नै पाउँदिनँ क्या साथीहरू। अनि हामी चाहिँ एउटै ढिकै मरुन्जेल हामी चाहिँ यो सबैतिर घुम्नै पाइएन, केहीको मजा लिनै पाइएन। अब फेरि हामी अर्कोचोटि आउनेछौँ, त्यतिखेर चाहिँ अलिक मजाले टाइम लिएर आउने सोचिरहेछौँ साथीहरू। एकदम यो चाहिँ रमाइलो लाग्यो। अझै पनि नयाँ सामानहरू हाल्नु हुँदैछ, नयाँ चिजहरू हाल्नु हुँदैछ अनि घुम्न लायकको अझै बनाउनु हुँदैछ यहाँको मान्छेहरूले चाहिँ। अनि यहाँ हेर्नु न कस्तो राम्रो बलुवा खेलिरहँ जस्तो। अनि मेरो हस्बेन्ड चाहिँ उता घुम्न जानुभएको छ, उता कता पछि जानुभयो। अनि हामी चाहिँ यता सबै हेर्दैछौँ। हामी चाहिँ केही गर्नै पाइएन क्या साथीहरू, ढिलो भइसकेको थियो र। मेरो भरे चाहिँ हेर्नुहोस् न रुँदैछ घोडा चढ्ने भनेर, ढिलो भएको बेला त्यही कस्तो लाग्यो भन्नु त? राम्रै नै यति अहिलेसम्म ठुलो छ, अब अझै राम्रो भयो। आउनु होला। यो चाहिँ नेपालको ठुलो समुद्र, विदेशको जस्तो होइन नेपालको समुद्र। के साह्रो भिड हो। के भयो अरे है? 8-10 नि भएर। हाम्रो गाडीमा त कोहरू छ हौ साथीहरू, कति धेरै गाडी कारहरू। आमामा यस्तो भिड छ कि बाप रे बाप। अब चाहिँ हामी फर्केको हामी चाहिँ फर्किसक्यौँ साथीहरू। कस्तो लाग्यो है तलको? राम्रै छ घुम्ने ठाउँ। कस्तो लाग्यो तर हाम्रो चाहिँ टाइमिङै मिल्दैन क्या। भरे डुब्ने बेलामा होइन गाडामा चाहिँ त्यतिखेर चाहिँ यस्तो दामी हुन्थ्यो क्या, तर त्यतिखेर यस्तो भिड पनि हुन्थ्यो तर हाम्रो टाइमिङै मिल्दैन। त्यही अब पछि अब आरामले ढुक्कले आउनुपर्छ त्यतिखेर चाहिँ। हामी चाहिँ सबै घुमेर अगाएर फर्किसक्यौँ साथीहरू। आजको भ्लग चाहिँ के कस्तो लाग्यो खास मात्रामा त्यहाँ चाहिँ मान्छेहरू सनसेट बेलुकातिर हेर्नु जानुहुन्छ। हामी चाहिँ टाइम नमिलेर गयौँ न। हामी चाहिँ अब अर्कोचोटि चाहिँ एकदम मजाले टाइम लिएर जानेवाला छौँ साथीहरू। कसरी जानु? बाटो बन्दै रहेछ नि त। के हालत अब हाम्रो आउँदैछ बाटो।
भयो क्या बाटो साह्रै साँघुरो भएर छ जिन्दगी मेरो बेहालो छ जिन्दगी हामी चाहिँ आइसक्यौँ घरमा आएर पनि पसल चाहिँ भ्याउनै पर्यो कि पसलकै लागि भने अब तर आएको काम पनि भइसक्यो मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो साथीहरू प्रतिक्रिया दिन नभुल्नु होला।